Getting healthier day by day 4. सो अब स्टुडेन्ट भएपछि त बिहान बिहानै उठेर सबै कामहरू गर्नै पऱ्यो। सो सुरुमा चाहिँ भाँडाहरू माझेँ, आफ्नो कोठा मिलाएँ, ब्याग प्याक गरेँ, अनि त्यस पछाडि चाहिँ रेडी भएँ कलेजको लागि। कलेजको लागि फेसवासहरू गरेँ, मोइस्चराइजर सनस्क्रिन लगाएँ, अनि बस त्यति गरेँ मैले, अरू केही गरिनँ। अनि खाजा प्याक गरेँ आफ्नो लागि थोरै, अनि लुगाहरू लगाएँ, प्रपरली रेडी भएँ। अनि त्यस पछाडि चाहिँ मैले लन्च गरेँ। लन्चमा चाहिँ मैले यो पोर्सन खाएको थिएँ। अनि अब कलेजबाट आएँ, कलेजबाट आएर चाहिँ म फेरि लाइक अनरेडी भएँ। अनि त्यस पछाडि चाहिँ आफ्नो लागि फ्रेसन अप गरेर फेरि पढ्न थालेँ। म चाहिँ यहाँनिर इकोनोमिक्स र अकाउन्टको होमवर्कहरू गरिरहेको थिएँ। अनि या मैले त्यो गरिसकेँ। अनि त्यस पछाडि चाहिँ दिदी आइसक्नु थियो। मैले ठ्याक्क होमवर्क गरिसक्दाखेरि चाहिँ दिदी आउनु भएको थियो। अनि दिदी आइसकेपछि चाहिँ म चाहिँ सुरुमा चाहिँ अब हजुरहरू धेरैजनाले सजेसन दिनुभएको थियो कि एक्सर्साइज गर भनेर। मैले चाहिँ त्यो सजेसनलाई हार्टफुल्ली आफूले लिएर चाहिँ मैले चाहिँ डिसाइड गरेको छु जिम जाने। सो म चाहिँ गएर जिममा एडमिसन गरेर आएँ। या आई एम सिरियस गाइज, मैले लिटरली आफ्नो एडमिसन गराएर आएँ। अनि यस, म चाहिँ सुरुमा एटिएम गएको थिएँ, अनि एटिएमबाट गएर एडमिसन गराएर आएँ। भोलिदेखि चाहिँ म जिम जान्छु। अनि दिस वाज द पोर्सन अफ माई डिनर टुडे। बाई, गुड नाइट।